आई ग्रुपबाट बन्ने लेटरमा सबैभन्दा सुरुमा तपाईँले आर ग्रुपको यस्तो लाइन तान्नुहोस् 1 2 हो यसरी 9 वटा लाइन तान्नुहोस् किनभने यसबाट चाहिँ तपाईँ 9 वटा लेटरहरू बन्दछन् हेर्नुहोस् है कसरी बन्छन् लेटरहरू अब ध्यान दिनुहोस् जस्तै अघि मैले के भनेको थिएँ भन्दाखेरि यसलाई ह्यान्डराइटिङको भाषामा किक भनिन्छ भनेको थिएँ न अनि यसलाई अगाडिबाट पनि किक पछाडिबाट पनि किक दिएर टक्क तपाईँले माथिबाट लाइन तानिदिनु भयो भने अथवा थुप्ला दिनुभयो भने आई बन्छ अब आई चाहिँ कुन चाहिँ मिस्टेक हुन्छ भन्दाखेरि तपाईँले यस्तो बनाएर यस्तो गर्नुभयो भने चाहिँ मिस्टेक भयो है आई अनि अर्को हेर्नुहोस् है यो गर्नुभयो भने चाहिँ मिस्टेक हो तपाईँले यहाँ फेरि एउटा सानो किक दिनुहोस् र अब यसलाई चाहिँ तपाईँले तलको रेड लाइनबाट टक्क माथि लगिदिनु भयो र माथि ट्याक्क ऐके जस्तो थुप्ला दिनुभयो भने के भन्छ ओके अब दुईटालाई हेर्नुहोस् है यसरी किक दिनुहोस् अब यो दुईटाको किक मध्येको एउटा किकलाई तपाईँले यहाँबाट बिचबाट मात्र लाइन तानेर यदि दिनुहोस् एउटा टी बन्छ अर्कोलाई माथिबाट राइट ह्यान्डबाट यसरी लेफ्ट ह्यान्डतिर स्ल्यान्टिङ गरिदिनुहोस् के भन्छ एल भन्छ अर्को यसलाई टक्क माथिबाट तपाईँले एउटा स्ल्यान्टिङ बनाइदिनुहोस् अर्को पनि तलको रेड लाइनलाई पनि छाइदिनुहोस् र यसलाई बिचमा यसरी दिनुहोस् एउटा एफ बन्ने रहेछ अर्को हेर्नुहोस् है 1 2 3 4 यो फोडालाई नै तपाईँले किक दिनुहोस् अब यो फोडालाई किक दिइसके पछाडि यहाँ ध्यान दिनुहोस् ल यसलाई मैले टक्क माथि लगे भने भी भन्छ हो अब यही भीलाई मैले फेरि पनि यति ल्याएँ भने यो यु बन्यो सो यही युलाई फेरि अर्को भी बनाएँ भने मैले के भन्छ यो डब्लु भन्छ अब हेर्नुहोस् त फेरि यसलाई भी बनाएँ सिधा लाइन तानेर यति गरेँ भने यो यु बन्ने रहेछ सो यसलाई यहाँ माथि लग्यो भने भी बन्ने रहेछ सो यसलाई यहाँ माथि लगेर यहाँ तल लग्यो र यसलाई चाहिँ तलको लाइन रेड लाइनलाई छोरा यति माथि लाइन तान्यो भने के भन्ने रहेछ वाइ हो यसरी हाम्रा लेटरहरू बन्दछन्